नमस्कार, म शुभ मुकारु। यो चखिया पनि भन्छौँ, चखेवा पनि भन्छौँ। यो ठाउँ हो। यहाँ चाहिँ पछाडि रिमाचुङ पनि भन्छौँ, भाषामा ट्याम्के पनि भन्छौँ। त्यसको चाहिँ पृष्ठभूमिमा बसेर एउटा चाहिँ गीत जस्तो, कविता जस्तो जे भने पनि वाचन गर्ने अनुमति माग्दछु। शीर्षक चाहिँ छ मेरो छाङछा। यसको छाङछा। सेवा सेमुना सेवान्ने, सेवा सेमुना सेवान्ने, सेवान्ने है सेवान्ने। आकाशलाई सेवा, धरतीलाई सेवा, पुर्खाको नासु सुन्ठी सोलेवा। चलाउँदै आएँ, खेलाउँदै आएँ, आएँ है आएँ, म आएँ सेवा सेमुना सेवान्ने। खुवालुङ तरी आएँ है, अरुण किनार पछ्याउँदै, सालेवा लुमखिम बासपसी, सालपासिलिचुङ धाएँ है, आएँ है आएँ, म आएँ सेवा सेमुना सेवान्ने। लिसो र पासो खेलाउँदै, यारीले चिङ्गो हेरे है, हिमाल टेके समुद्र भेटे, रिमाचुङ फेरो मारे है, आएँ है आएँ, म आएँ सेवा सेमुना सेवान्ने। वासँग उडी आइखस्यो दियाहाङ पाखा काखैमा, वासँग उडी आइखस्यो दियाहाङ बाखा काखैमा। छाङछाको पाइला रोकियो दिल्पाको वन पाखैमा, आएँ है आएँ, म आएँ सेवा सेमुना सेवान्ने। धन्यवाद, नमस्कार।